अनि तेरोमा ऊ आइज न यहाँ बस्नु त टाइममा राख्ने अनि स्टार्ट गर ल ल स्टार्ट गरौँ पहिला कुन कलर साथीहरू हेलो साथीहरू हामी हामी आज कलर एक्सचेन्ज गेम खेल्दैछौँ ल सुरुमा पर्पल गर्नु पर्पल मैले पर्पलको साइड र ब्लू लगाएको छु ल के त्यो डार्क ब्लू गाइस सानो है आज धेरै ठुल्ठुलो खेलेको होइन हामीले सानो यत्तिकै रमाइलोको लागि खेल्दैछौँ यो गेम सबैको गेमहरू सकिसक्यो अब हाम्रो सुरु हुँदैछ छिटो ए यहाँ पनि छ ओ माई चकलेट र बोतल थ्याङ्क यू धन्यवाद धेरै धेरै ल्या मलाई कोही ल अब ग्रीन कलर ग्रीन ओइ ग्रीन त खतरा ल्याएको छु तिमीलाई खतरा युज हुने साउन्ड ल्याएको छु ग्रीन ग्रीन टुथब्रस र चकलेट भाँडा मस्का होला ल दाँत माझा ल ले थ्याङ्क यू धन्यवाद धेरै धेरै अब रोक्नु ल रेड अब रेड है भयो एकछिन ए रेड मैले अर्कै निकालेँ यार रेडी भयो रेडी 1 2 3 गो दाँत माझ्ने ओइ एउटा निकालेर हेर्छ रेड यो म आफूलाई राखिरहेको छु मेरो त भेट्यो ए भेट थ्याङ्क यू कहाँ गयो यार रियाले ब्रस पनि दियो कोलगेट पनि दियो अब टर्काउने दाम त्यसले ल्याइन क्या रेड ओ माई गड थ्याङ्क यू वेलकम धन्यवाद अब वाइट कुकर भन्थे लक्ष्मी एकै नाचको भएर के म कन्फ्युज भएँ यार हेर ए अगाडि पो राख्ने हो नि दिएको सामान रेड है ल छिटो छिटो वाइट वाइट भयो वाइ वाइट कुकर भनेको त अर्कैवाला कुकर रहेछ ल तल राख्नेवाला यस्तो आयो नुन आइडिन नुन ल ओ माई गड यसले भारी भयो क्या मलाई अब ब्ल्याक ब्ल्याक त सानो छ ब्ल्याक 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 दिनुले काँटा पुगिसक्यो कति खाने होला नुन यहाँ त तरकारी पकाएर खानु पर्ला जस्तो अब कुन छ अब पिङ्क 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 ल 1 2 3 गो एकछिन है पिङ्क पिङ्क कलर ल दुईटा ब्रस कस्तो राम्रो वाह कति राम्रो जुस खानुपर्छ है भने यार अब येल्लो होइन लास्ट येल्लो 1 2 3 गो बिस्कुट खा लले भरि भराउ सामान थ्याङ्क यू तैँले कुकिज ल्याएँ भन्थिस् खै कुकिज दिए त कालो यही हो कुकिज भनेको बिस्कुट हो यही हो यो चाहिँ हो वाह साथीहरू सक्यो बाई मलाई चाहिँ एकदमै मन पर्यो साथीहरू है उहाँहरूलाई चाहिँ कस्तो लाग्यो मलाई त झन् सबै मन पर्यो सबै सामान मन पर्यो मलाई नि धेरै धेरै धन्यवाद मलाई सबैभन्दा मन परेको गिफ्टमा पर्छ अर्को प्याड पनि यो सबैभन्दा मेरो फेभरेट नुन मन परेन जहिले युज गर्ने नुन मलाई मेन भनेको यो हो नि त चाहिने मलाई सबैभन्दा मन परेको मलाई चाहिँ यो सामान चाहिँ साट्टेलाई एउटा चिज सबभरि भराउँछ अब हामी यो झोलामा हालेर प्याक गरेर घर लग्ने कुकर हाल्नु त्यसको तलको पनि छ बिर्को ल बाई साथीहरू बाई बाई अब हामी
चक्लेट खान्छ फेरि अब स्यालेरी आएपछि नेक्स्ट टाइम गर्छौँ त्यतिखेर चाहिँ योभन्दा नि खतरा च्यालेन्ज लिएर आउँछौँ ल बाई गाइस दुईटा ब्रस भयो मेरो त मेरो नि दुईवटा होइन मेरो त एउटै ब्रस भयो ओहो अब रियाले चाहिँ युजफुल ल्याएछ धेरै भने ब्रस पनि नुन त ल्याएछ 1 महिना पुग्छ यति याद आउँछ जहिले खाना पकाउँदा नुनको याद आउने मलाई चाहिँ ब्रस गर्दा याद आउँछ है मलाई चाहिँ यो चाहिँ सबभन्दा बढी मेरो भाइ राजेशलाई मनपर्छ अब यो खाएर सकाउँछ होला त्यसले नै हो यही देखाएको थिएँ क्या मैले माइ गड कुकर पनि हाल्छु यसो भात पकाउँछु घर बढी भराउ सामान अब यत्रो सामान कसरी लाने हो त गाह्रो भयो नि यस्तो गरम नुन ल्याइले यस्तो सामान समेत यो भयो बर्बाद एकजनालाई दियो भने जाला सोचेको झन् उल्टा थपेर आयो रियाको चाहिँ हल्का भयो होला चाहिँ भारी भयो दुईटा नुन यस्तो भारी सक्यो बाई बाई जा बन्द गर तँ जा अघि मैले चालु गरेँ अब त बन्द गर